हेलो गाइज, आज मैले मेरो छोरोलाई धेरै दिन भन्थ्यो पिज्जा खाने, पिज्जा पिज्जा पिज्जा। त आज मैले पिज्जा बोकेर आएको छ छोरोको लागि। छोरोको अब उसलाई थाहा छैन, पिज्जा खाने चाहिँ भन्थ्यो, मैले आज बोकेर आएको छ। उसले के गर्छ कसो गर्छ हेरौँ, भिडियोमा भइराख्नु होला। आइत्य के छ खबर? के खान मन छ अरे तँलाई? पिज्जा। पिज्जा खान मन छ? या जादु! ये पिज्जा या के को? पिज्जा हो, पिज्जा हो। याओ। हाय ह्यापी ह? ल खोलेर हेर्न त कस्तो छ। गरम है। तातो छ? भर्खर अनि गएर ल्याइदिएको नि त, अस्तिदेखि भन्दै थिइस् तैँले, त्यही भएर। यता खोल्न, यो यता चाहिँ कस्तो छ हेर। हो त्यो खोल। यहाँ तल बस्न। आओ तल तल, यहाँ आइज, तल तल आइज, तल आइज, तल। बन्द गर्न दिनु। ल तल आएर एउटा खाएर हेरौँ कस्तो छ तेरो खाना। आउँछ नि पिज्जा? के आउँदैन? आउँछ? काटेकै छैन। काटेकै छैन? काटेको छ? पुरा अब उसलाई पिज्जा। यता पनि हेर्न कतिको ह्याप्पी छस्। कहिलेकाहीँ छोराछोरीको रहर पनि पुरा गरिदिनुपर्छ, उनीहरूलाई खान मन लागेका कुराहरू ल्याइदिनुपर्छ। अब आज आदित्य पुरै ह्याप्पी छ। यति ह्याप्पी भयो भने अब अलिक धेर पनि पर्छ होला होइन? पिज्जा, यसलाई पिज्जा खान मन थियो कि। यो के हालेको माथिबाट? चिली फ्लेक्सहरु। के अरे? चिली फ्लेक्स। चिली फ्लेक्स? अब के हो उसैलाई थाहा छ। ल के छ अब एकतिर टोक्न त। अनि कस्तो छ टेस्ट भन। अनि अब आजको ब्लग यही। मैले यता हेर्न, अलिक हेरेर पनि गर। यो मैले यो हाल्दैछु भन। ल टोक एकतिर। आम्म यसलाई पुरा उयो भइरहेछ। ल यता हेरेर पनि आयो वा, दामी रहेछ है। क्या चिज पिज्जा रहेछ। ल यसको माथिको टोपिङ तातो छ? टोक न त, टोक। कस्तो रहेछ? एकदम मिठो। मिठो छ? अहिलेसम्म भिडियो हेर्दै हुनुहुन्छ आदित्यको सबैजनालाई के भन्नुहुन्छ आदित्यले? लाइक एन्ड सब्स्क्राइब गर्न, शेयर पनि गर्नु है। शेयर पनि गरिदिनु होइन? जो शेयर गर्छ त्यसलाई प्राइज मिल्छ। प्राइज भेट्छ। हो यसरी नै भिडियोहरूलाई सपोर्ट गरिदिनु। तपाईँहरूको माया चाहिन्छ। तपाईँहरूको साथ र सपोर्ट बिना हाम्रो च्यानल अधुरो छ होइन? यसरी नै कहिलेकाहीँ छोराछोरीलाई यो पनि किनेर खुवाइदिनु होइन? आदित्यलाई खुवाए जस्तो। आदित्यको बाबाले कतिको खुसी छ आदित्य? धेरैभन्दा धेरै। ल त्यसो भए बाई छोरो। ल यस्तै हो, आज आदित्य खुसी भयो। त्यसरी तपाईँहरूले पनि आफ्नो नानी बाबुहरूलाई कहिलेकाहीँ खुवाएर खुसी पार्नु होला। तर दोकानको धेर खुवाउनु हुँदैन। कहिलेकाहीँ यस्तो दिनुपर्छ, दोकानको धेर दिनु हुँदैन। दोकानको धेरै बरु त्यो पैसा राखेर यस्तै पिज्जाहरू कहिलेकाहीँ यसो खुवाइदिनुपर्छ। भिडियो यति बेर हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हो यसरी नै माया प्रेम दिइराख्नु होला। आदित्य बाई। बाई। थ्याङ्क यू फर वाचिङ।